अनि दाइ सुन्नु न, भन्नु न भाइ। भाउजूले आजभोलि त के हो इङ्ग्लिस एकदम बोल्नु थाल्नु भएको त। इङ्ग्लिस बोल्नु त्यो गवारलाई इङ्ग्लिस आउँदैन, कसरी इङ्ग्लिस बोल्छ त भाइ? अब हिजो बेलुका म 11 बजेतिर चाहिँ बेसीमा गएर उक्लेको थिएँ तपाईँको घरको आँगन बाटो। त्यहाँ आँगनमा आएको भाउजूले इङ्ग्लिस निकै बोलिरहनु भएको छ भित्र, होइन? कमन बेबी कमन भनिरहनु भएको छ कि ओ माई गड भनिरहनु भएको रहेछ। म त्यहाँ आँगनमा उभिएर सुने होइन दाइ, सुने। अनि भाउजू आज किन इङ्ग्लिस बोल्नु भएको छ, राम्रोसँग पढाए मान्छे पनि होइन, यस्तो इङ्ग्लिस पढेर गएको छ भने मैले म एकछिन टुवा परे, होइन के भएको यो के हुन खोज्यो यो कलियुगमा भने के मैले सोचे। अनि फेरि एकछिन उभिएर बसेको त्यहाँ तल बेसीमा गएर आएँ, तपाईँ घरबाट आँगनमा आएँ। त्यसपछि एकछिन 72 सालको भूकम्प छ डाङ 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 गर्न थाले के। यो भा के हो दाइ, के दाइ तिमी जाँदा कहिल्यै नसुते दुनियाँ